नमस्ते। म चाहिँ मनु श्रेष्ठ पेसाले पत्रकारिता गर्छु। लगभग 25 वर्षदेखि मैले पत्रकारिता गर्दै आएको मान्छे हो। लगभग पत्रकारिता गर्दा गर्दै मैले देशको धेरै ग्रामीण क्षेत्र, माओवादी आन्दोलन, मधेस आन्दोलनदेखि लिएर 47 सालको आन्दोलनमा पनि अलिअलि मैले चाहिँ असुलकास खाएको छु र 48 सालको पछिको निर्वाचनमा म आफै पनि अब त्यो सुरुमा दर्शकको रूपमा अथवा त्यसपछिको 54 साल पछिको चुनावमा म आफै भोट हाल्दै आएको मान्छे हो। र फागुन 21 गते हुने चुनावमा मुख्य दलहरूले आफ्ना घोषणापत्र सार्वजनिक गरिसकेका छन्। उनीहरूले लेखेको अथवा गरेको बाचाहरू कुनै पार्टीका पनि असम्भव भने छैन। तर सम्भव भन्नुलाई के गर्नुपर्छ त? सबका ओठे जवाब छ होइन। मैले 2-4वटा पार्टीका साथीहरूसँग जसले घोषणापत्र बनाउँदैछन् उनीहरूसँग कुरा गरेँ। धेरैका चाहिँ कस्तो छ भने अब जनतालाई मक्ख बनाउने खालको मात्र छ। तर एकदम छोटकरीमा मैले भोगेको यो 25 वर्ष एकदम फिल्डमा ग्रामीण पत्रकारिता गरेर केन्द्रसम्म आएर मैले पत्रकारिता गरिरहँदाखेरि मैले देखेको भोगेको के गर्दा देश बन्छ। अब चिया खाने ठाउँमा होस् कि ठुलो ठुलो सेमिनारमा होस् कि भट्टीमा होस् कि जहाँ पनि यो तर्क चल्छ। अब बुझ्नेले त आफ्नो तर्क मात्र गर्छ, अर्कोको तर्क सुन्छ, नबुझ्ने धेरै झगडा गर्छन् त्यहाँ। अब मैले एकदम छोटकरीमा जस्तो म भिडियो बनाउने मान्छे होइन, मलाई भिडियोमा खासै म एकदम भिडियो राम्रो बनाउने मान्छे होइन। म भिडियो एडिट गरेर मैले हाल्ने पनि होइन मैले के बुदा तयार पारेको छु होइन। अब यसमा मैले पहिलोचोटि केही बुदाहरू मात्रै भन्छु तपाईँलाई, सरसर्ती बुदा भन्छु, व्याख्या धेरै गर्दिनँ म। सर्वप्रथम त यो संवैधानिक निकायहरू हुन्छ नि, जस्तो अख्तियारहरू भए, अदालतहरू भए, लगायत धेरै ठाउँमा जुन सरकारमा जो पार्टीका मान्छे छन् तिनकै पार्टीका कार्यकर्तालाई भर्ती गरिन्छ। नम्बर 1 ती सबै बन्द गरेर त्यहाँ योग्यता र क्षमताका आधारमा खुलाएर अब त्यसमा चाहिने अब विधि प्रक्रिया पुऱ्याएर चाहिँ तिनीहरूलाई नियुक्ति दिनु पर्यो र त्यहाँ हस्तक्षेप गर्नु भएन। नम्बर 1। अनि दोस्रो कुरा चाहिँ जस्तो अब यो संसारका धेरै देशमा प्र्याक्टिस भइसकेको कुरा हो होइन। जस्तो हाम्रो नेपालमा पैसा छैन भन्छन्। किन पैसा छैन? पैसा त जेनेरेट गर्ने होला नि त, क्रिएसन गर्ने होला नि त, त्यसको अप्सन खोज्ने होला नि त। हामी एउटा बाटो बनाउँछौँ त प्रत्येक वर्ष बाटो भत्किन्छ, त्यही बाटोमा मात्रै पैसा खनाइराख्ने क्या, त्यो ठुलो काम हुँदैन त्यहाँ। जस्तो हाम्रो फास्ट ट्र्याक छ अहिले अथवा मेलम्ची छ, त्यो बन्नु कति वर्ष लाग्यो, कति पैसा भनेको थियो, कति पैसा पुगिसके। यस्तो योजना बनाउनलाई कसै वैदेशिक ऋणको आवश्यक पर्दैन। नेपाली जनताले जस्तो अहिले एउटा सामान्य आइपिओ भर्यो भने कति % बढी पैसा हाल्छन् त्यहाँ, 1,000 हाल्दा मात्रै पनि। यो फास्ट्यागको लगानी कति हो, मेलम्चीको लगानी कति हो? जस्तो हामीले यो के अरे सिन्धुली जाने जस्तो सुरुङमाग्रा बनायौँ भने त्यहाँ लगभग कति अरब 20-25 अरब लाग्छ भन्दै थियो। अब ठ्याक्कै त्यसको लेखाजोखा मसँग छैन डाटा। 20-25 अरब चाहिँ सरकारले जनतासँग लोन लिने होइन, जनतालाई सेयर दिने। 1 किता दिन्छौ कि जनताको पैसा अनुसार 1 लाख किता दिन्छौ कि जनतालाई आह्वान गरे अनुसारको आएको पैसाले चाहिँ उसले सेयर दिने। र भोलि त्यसलाई यस्तो फास्ट ट्र्याकमा काम गर्ने हो कि त्यसलाई अब कुनै ढिला सुस्ती अथवा थोरै मेन पावर अथवा दुहुना गाई बनाउनु होइन। त्यसलाई के गर्ने त भन्दाखेरि एकदमै 3 सिफ्टमा काम गर्ने, धेरै चाहिँ तपाईँको चाहिँ मेन पावर लगाउने, ठेकेदार पनि उत्कृष्ट छान्ने। बरु जस्तो हाम्रो बिट चाहिँ के हुन्छ भने ल 20 अरबको छ भने जसले बढी कममा चाहिँ त्यसले कबुल गर्छ त्यसले पाउँछ, त्यो होइन। पहिला त्यसको फिजिबिलिटी अध्ययन गरेर 20 अरब लाग्छ भने क्वालिटीको बन्नु लाग्छ भने 20 अरबको 21 अरब दिए भयो, त्यहाँ 1 अरब खाउन् होइन। त्यस्तै हामीले यो 5 वर्षमा 5वटा
मात्र ठुल्ठुलो परियोजना बनायौँ भने त्यो जनतासँग पैसा जति पनि छ जनतासँग, तर उसले सियर दिनु पऱ्यो, ऋण होइन। त्यो 2-4%मा ऋण लिएर सरकारले आफू मात्रै त्यो सरकारमा बस्ने मान्छेले मात्रै खाने होइन त, जनतालाई पनि त्यसको अनुभूति हुनु पर्यो नम्बर 1 होइन। त्यो 5-8 मात्रै भयो भने जनता पनि ल उसको पनि कमाइ हुन्छ, सरकारलाई पनि उसको कर बढ्छ र जनताले पनि फास्ट काम गर्न पाउँछन्। त्यसले गर्दा कर उसले बढी दिँदा पनि उसले पाप लाग्दैन, उसले नाइ भन्दैन, खुसी हुन्छ, उसले छिटो सर्भिस पाउँछ। जस्तै यो ठुल्ठुलो विकास निर्माण काम गर्दा चाइनाले बनाउँछ नि, जस्तो कोरोनामा चाहिँ के गर्यो भन्दाखेरि 1 हप्तामा 1000 बेड बनायो अरे भने। जस्तो अस्ति कुलमान घिसिङले पनि अब त्यो पुलहरू चाहिँ रेडिमेड पुलहरू इन्डियाबाट 1 हप्तामा मगाएको थियो। यस्तै सामग्री ल्याएर छिटो गर्ने, अब आऊ त्यहाँ रड लगाऊ, कुन केही गर, त्यहाँ सिमेन्ट लगाऊ, त्यो एकदम लामो जान्छ। त्यसले गर्दा होइन, त्यसलाई यस्ता चिजहरू ल्याएर अब यसमा एकदम डिटेल्समा म गएको छैन, मेरो ब्रह्मले देखेको एकदमै यो चाहिँ सत्य कुरा हो होइन। अर्को चाहिँ के चाहियो भन्दाखेरि हाम्रो वन, जस्तो हामी पनि सानो बच्चा हुँदाखेरि उल्लाबारीमा हुर्केकोमा होइन, हामी जङ्गल शनिबार स्कुल बिदा हुँदा जङ्गल जान्थ्यौँ। त्यो काठ यति लडेको हुन्थ्यो नि त्यहाँ त्यहाँको जनताले उल्लाबारी मङ्गलाबारी पछि केराबारी यताबाट चाहिँ कानेबस्ती मान्छे चल्न पाउँदैन थियो, वनजातिले समातेर लान्थ्यो। अनि त्यो सानो त्यो झुकुटीले हामीले चाहिँ खोजेर सिलासाङले गरेर हामी लान्थ्यौँ। त्यसलाई चाहिँ वनलाई चाहिँ हामी जस्तो मलेसियाबाट अरबौँको काठ ल्याउँछौँ हामी यो फर्निचरको लागि। त्यसलाई उपाय गर्दा के हुन्छ वनलाई, त्यो वनबाट आम्दानी गर्न सक्दैनौँ। जस्तो सेनाले फास्ट्याग बनाउँदाखेरि त्यो कति रुख काटेको थियो, त्यसको 10 डबल कि 20 डबल त उसले रुख रोपिदिइसक्यो क्या। त्यो आज हुर्किँदैन बाबा। जस्तो अहिले हामीले 1000 रुख काट्यौँ भने 2000 रुख रोपौँ न, यसलाई साइकल बनाउँदै जाने हो नि त। 30 वर्षमा त त्यसले रोटेसन दिइरहेको छ नि त। यतिकै छोडिदिएको छ, काम चाहिँ नगर्ने क्या। अझ म्याक्सिमम् त सरकारीमा सरकारी कर्मचारीमा के भयो भन्दाखेरि अब कर्मचारीको व्यक्तिलाई दोष दिएको होइन, यो सिस्टम यस्तो बनाइसकेको छ कि त्यो कुनै व्यक्ति या दोषी हुँदैन। यो हाम्रो पोलिटिकली कल्चरले यस्तो बनाएको छ अहिले हाम्रो सिस्टमलाई, कहीँ पनि के पनि काम हुँदैन। काम गऱ्यो भने पनि भ्रष्टाचार लागिहाल्छ, किनकि त्यहाँ कर्मचारीभित्र पनि सबै आफ्नो पार्टीका मान्छेहरू छन्। एउटा सरकार हुँदा अर्को उजुरी गर्ने, अर्को सरकार हुँदा अर्को उजुरी गर्ने। त्यसपछि कामै नगर्ने कर्मचारी बढी भयो। ती कर्मचारी जस्तो भनौँ न, अलिक कर्मचारीले के गर्ने भन्दाखेरि अब जस्तो मान्यौँ हाम्रो म कृषि सेक्टरमा अलिकति फोकस छु। अब बाढी पहिरो आयो अथवा केही किरा रोग फटक्के लागेर केही पशुपक्षी मऱ्यो भने मन्त्रीले निर्देशन दिन्छ सचिवलाई, सचिवले दिन्छ सहसचिवलाई, विभाग मार्फत विभागले दिन्छ जिल्लामा अथवा प्रदेश त सुन्दैन, स्थानीय खास सुन्दैन। अन्त आफ्नो च्यानल मार्फत जाँदा काम गर्ने चाहिँ त्यहाँको को हुन्छ, कि जेटी हुन्छ, कि त त्यहाँको कृषि प्राविधिक सामान्य हुन्छ क्या। त्यत्रो तहको मान्छे किन हामीलाई त्यो निर्देशन दिन चाहिँ मान्छे चाहियो। एक्सनमा काम गर्नुपर्ने होला नि त। त्यस कारण चाहिँ हामीले के गर्नु पर्यो भन्दाखेरि एउटा केही उनीहरूलाई दिएर अब लगभग 50% फ्याल्नु पर्यो भने फ्याल्ने, 10% फ्याल्नुपर्छ कि कति फ्याल्ने, त्यो त अब त्यो पछि प्राविधिकले चिजले गर्ने हो। अनि त्यसलाई के गर्ने भन्दाखेरि अब अलिकति योग्य यौन प्रविधियुक्त जानेको क्विकली काम गर्न सक्ने टास्क फोर्स दिएर क्या, तैँले यति टाइममा काम गर्नेछ भने तेरो डाइरेक्टर हुन्छ कि कारवाही हुन्छ भन्नु पर्यो। त्यो भयो भने फास्ट टाइममा काम हुन्छ। अनि सरकारी सेवा सुशासनको लागि के गर्ने त भन्दा सरकारी सेवामा अनलाइन सेवा दिने। सारा संसारमा भएको छ। जस्तो हामी विदेशमातिर एयरपोर्टतिर गयौँ भने त्यहाँ 20-22 वर्षको म्याक्सिमम 20 वर्षको बच्चाले काम गर्छ सकिहाल्यो क्या। शङ्का लाग्यो ल अर्कोतिर लगाएर सोधपुछ गर्छ। अनि हाम्रोमा चाहिँ किन गर्नु सक्दैन, सक्छ नि त। जस्तो लोकसेवाको कुरा गर्ने हो भने पनि अहिले लोकसेवा पास गर्नलाई नि
अहिले होइन पहिलेदेखिकै यति कुरा पढ्नुपर्छ कुरै नगर्नु क्या। अहिले नेपालमा त्यो लोकसेवा पास गरेर पढेर आएको कुरा कुन चाहिँ कर्मचारीले प्रयोग गर्छ ल भन्नुहोस्, कसलाई कण्ठ हुन्छ ल। मैले 1 क्लासदेखि पढ्दा मास्टर सकाएँ, मलाई नि बेसिक कुराहरूभन्दा बाहेक मलाई पनि थाहा छैन। मैले अप्सनल म्याथ लिएको 9 क्लास 10 क्लासमा, मैले आजसम्म एउटा सूत्र 2 सूत्र भन्दा बढी आउँदैन मलाई। त्यस्तो पास पढेर के गर्नु। जस्तो म ब्याङ्कमा गाडी खान्छु भने अथवा म सरकारीमा मालपोतमा खान्छु भने मालपोतको प्राविधिक ज्ञान दिने होला नि त, त्यही सम्बन्धी मात्रै क्वेसन सोध्ने होला नि त। अच्छा सारा संसार सामान्य ज्ञान सोधेर किन कामै छैन त्यसको। र सजिलो बनाउनु पर्यो, एकदम सजिलो। र सरकारको जस्तो सरकारी सेवा अनलाइन सेवा बनायो भने के हुन्छ, हामीले गर्दैन हजुर भन्दा 10 रुपियाँ चार्नु परेन। अहिले त 10 रुपियाँ चारेर हजुर सबैले नमस्ते गरेर टक्राउनु पऱ्यो। त्यति नमस्ते टक्राउनु त मिठो बोल्नु पऱ्यो, सके च्याखाउनु पऱ्यो, नभए पैसा दिनु पऱ्यो। त्यो पनि नमस्ते हजुर चाकरी चाहिँ गर्नै पऱ्यो। त राणा कालदेखिको आएको चाकरी प्रथा, राजा हुँदै आएको चाकरी प्रथा अहिले पनि त्यही छ। अहिले पनि तपाईँको त्यहाँ पुलिस प्रशासन छिमेकी यताउति जानु गएर मिठो बोल्नु, चाकरी गर्नु, तपाईँको काम अलिक चाँडो हुन्छ। अधिकार माग्नु त्यसले तपाईँको काम मर्दा गरिदिँदैन क्या। अलिकति सिस्टम यस्तो छ नेपालमा, सरकारी होस् गरिसक्यो जहाँ पनि। प्राइभेटमा त अलिकति सजिलो छ। अस्ति नोबेल ब्याङ्कको सिइओ मनोज के पो थियो, उसले भन्दै थियो माइकन चाहिँ जस्तो मैले पेपरलेस बनाएँ सबै, जस्तो मैले 4 करोडको त मैले पेपर छाप्नु बन्द गरिदिएँ मैले, सब अनलाइन हुन्छ, चल्दो रहेछ त। ब्याङ्क चल्छ, यत्रो ठुलो ब्याङ्क पुँजी भएको ब्याङ्क त चल्छ भने हाम्रो सरकार सेवा त नचलेमा हुन्छ, हुँदैन नि त। अहिले आइटीले यसपालि के गरौँ, 1.5 खरबको पैसा विदेश पैसा आर्जन गरेर यो वर्ष। भनेपछि हाम्रो किन त दुनियाँ जस्तो मैले यसलाई म तपाईँलाई सानो उदाहरण दिन्छु है त। सरकारी सेवामा धेरै ठाउँमा काम पर्छ हाम्रो। एउटा नागरिक एप भन्ने छ। जस्तो अब म एउटा मिडिया पनि चलाउँछु। अब के गर्छु, मैले सूचना विवरण दर्ता गर्नु पऱ्यो, त्यही कम्पनी सबै डकुमेन्ट लिएर, प्रेस काउन्सिल जानु पऱ्यो त्यही डकुमेन्ट लिएर, वडा कार्यालय जानु पऱ्यो त्यही डकुमेन्ट लिएर, विज्ञापन बोर्ड जानु पऱ्यो त्यही डकुमेन्ट लिएर, अनि फेरि यता प्रदेशको रजिस्टर कार्यालय जानु पऱ्यो त्यही डकुमेन्ट लिएर। त्यत्रो ठाउँ मैले किन बुझाउने, मैले न त्यहाँबाट 1 रुपियाँ बेनिफिट हुन्छ न के हुन्छ। ती जस्तो मेरो रेकर्ड त त्यहाँ छ भने त सबैले ती इन्टरनल रेकर्ड तानेर गरे भइहाल्यो नि त। अनलाइनबाट छिराउ, कुनै चाहिँ जेपिजीमा बनाऊ यति साइजमा बनाएछ, कुनै चाहिँ उसको के अरे त्यो पिडिएफमा बनाऊ भनेछ, सबैले त जान्दैन नि। अनि दलाल लाउनै पर्छ त्यसमा पनि। बरु त्यो नसक्छ त पहिले नै प्रिन्ट गरेर त्यो फटकाइ गरेर जाँदा ठिक हुन्थ्यो। हो त्यस कारणले चाहिँ यस्ता यस्ता कुराहरू गर्नलाई भ्रष्टाचार कम गर्नु सक्नु पऱ्यो। र यसको यी सब चिजको लागि चाहिँ अब मैले के कुरा छुट्याएँ होला होइन। जस्तो अनि अर्को कुरा चाहिँ जस्तो मैले अहिले भने नि फास्ट हाम्रो नेपालमा बनाएर केही प्रोजेक्टहरू बनाउँदाखेरि चाहिँ जस्तो विदेशमा जान्छ, जस्तो खाडी मुलुकमा जाने अधिकांश नेपाली युवाहरूले कमाउनु कति हो, 25, 30, 40, 50 हजार। ती व्यक्तिहरूलाई चाहिँ हामीले 8को ठाउँमा 12 घन्टा लगाउने। अनि त्यस्तो फास्ट्याग जस्तो सेनाले जुन सेनाको मान्छेले गरिरहेछ त, सेनाले गरिरहेछ त, त्यो बनिरहेछ त होइन। हो यस्तो फास्ट्यागमा उनीहरूलाई काम लगाउँदा के हुन्छ, बिचरा किन विदेश जाने, दुःख पाउने। बरु बुढाबुढी यहीँ काम गर्छन् भने 40,000 भन्दा माथि कमाउने अथवा 50,000 भन्दा माथि कमाउनलाई मैले आऊ ल्याएर काम लगाऊ भने होइन मैले। तर ती थोरै पैसा खाने मान्छेहरू किन त्यति दुःख गर्ने। दलाललाई पोस्नु पऱ्यो, दुनियाँ चिज गर्नु पऱ्यो होइन। तिनीहरू मेन पावर त्यो पुगेन भने त्यही ल्याउनु। किन अहिले हामीले काठमाडौँमा अथवा नेपालमा भनौँ न, यो निर्माणको काम गर्ने अधिकांश मान्छे इन्डियाबाट आउँछन्। त्यस कारणले चाहिँ हाम्रै नेपाल दाजुभाइले अब त लजाउँदैन नि त, बाहिर काम गरिसकेपछि काम चाहिँ गर्नुपर्ने रहेछ भने एउटा चेतना खुल्या छ। र यी सब चिज गर्नुलाई भ्रष्टाचार कम गर्न सकिन्छ, अब त्यसलाई निर्भर पार्नु नसकेला। अनि अर्को यी सब चिजको लागि मैले घोषणा पत्रसँग फेरि जोडेँ। अब फेरि पनि मत बाँडियो भने मैले यो पार्टी त्यो पार्टीलाई भनेको छैन है। मैले यो पार्टी त्यो पार्टीले मैले भनेको छैन। जुन पार्टीले गरे पनि भयो, जुन पार्टीले दियो हुन्छ। तर यी चिज गऱ्यो भने 5 वर्षमा सबैले भनेको घोषणा पत्रमा गरेको बाचा पुरा हुन्छ। तर
सके 2/3 बहुमत, नसके एकल बहुमत भयो भने यो सम्भव छ सबैको। फेरि मैले कुनै पार्टीको पक्ष विपक्ष लिएको छैन। अस्ति गगन थापाले एउटा भनेको कुरामा एकदम मन पर्यो। के भनेको थियो भने उनले अब चुनाव अगाडि नै हामीले यो बुदामा हामी संविधान संशोधन गर्छौँ, भोलि पार्टीमा जुन चुक्कै सरकार जाओस् हामी यो विषयमा सहमति गरेर जाउँ न त भनेको थियो। अब अलि त्यो विधिवत रूपमा अगाडि बढाएको छ थाहा छैन मलाई। एमाले र काङ्ग्रेसले पहिले सरकार बनाउँदाखेरि पनि त संविधान संशोधन गर्ने भनेको त हो नि त, ललिपप देखाएको हो नि। संविधान संशोधनको सब पनि निकालेन नि। त्यस कारणले केही अहिले अप्सनहरू धेरै राम्रो आउँदैछन् होइन। यी सब चिज गर्नु पर्यो। त्यसको लागि चाहिँ अब यसपालि जनताले चाहिँ अब आफ्नो क्षेत्रमा व्यक्ति हेरेर कति व्यक्ति हेरेर गर्ने ठिक भन्छन्, कति व्यक्ति हेरेर भनेको स्थानीय तहमा हो। अब त्यो संसदमा पठाउनलाई व्यक्ति भन्दा पनि पार्टीकै घोषणापत्र हो। त्यस कारणले चाहिँ त्यही अनुसार चाहिँ तपाईँहरूले निर्णय गर्नुपर्छ होइन। र जस्तो यत्रो दुःख 30-35 वर्षदेखि दुःख पाइराखेको छ होइन। अनि अब पनि दुःख पाउने हो भने चाहिँ जस्तो मै अब 20-25 वर्ष पत्रकारिता गरेर अब म के गर्ने भइरहेको छु कि म अब खट्नु अब त्यो पहिलेको जस्तो स्पिड नहोला, बजार त्यस्तो नहोला। मेरो मात्रै धेरैको यहाँ अलिकति धेरैको चाहिँ चौपट भएको छ बिजनेसहरू। त्यस कारणले त्यो सोचेर विचार गरेर सबैले चाहिँ मनन गर्नुभयो भने पक्कै पनि यसपालि सबैको फागुन 21 पछि सबैको दिन उज्यालो हुन्छ ल। सबैलाई धन्यवाद। एकचोटि सुनिदिनु होला। सकेसम्म म यो युट्युबको लिङ्क हाल्छु, सकिनँ भने टुक्रा पारेर पनि म फेसबुकमा र टिकटकमा हाल्छु। मनोज श्रेष्ठ हेर्नु होला।